नमस्कार सबैजनालाई। र यो अर्किडहरू है कोही कोही बेला यो भर्खर आएको टुसाहरू चाहिँ यहाँनिर कालो भएर यसो तान्दा फुत्तै आएर मर्छ नि। त्यो चाहिँ कसरी मर्छ भन्ने कुरा तपाईँहरूलाई जानकारी साझा गर्न गइरहेछु। र ठुलो नर्सरीहरूले त टेक्नोलोजी युज गरेर पाइप लगाएर आफै त्यो ड्रिप गराउँदै अर्किडमा पानी हाल्ने गर्छ। र हामी यस्तो सानो नर्सरी गर्नेहरूले चाहिँ अब म्यानुअली हातैले पाइप घुमाएर पानी लाउने गर्छौँ अर्किडमा। र त्यति बेला चाहिँ हामीले गल्ती गर्छौँ। र स्पेसली अब विन्टरमा त पानी जसरी लाउँदा पनि त्यस्तो असर पर्दैन, तर समर सिजनमा एकदम अब दिन तातो भएको बेलामा, घाम लागेको बेलामा हामीले जब बिहान बेलुका पानी हाल्छौँ, त्यति बेला पानी हाल्दाखेरि चाहिँ यो यसरी पाइपको जुन चाहिँ उयो छ यो चाहिँ यसरी हाल्नुपर्ने हुन्छ। बिस्तारै मुनिबाट एकदमै यसरी वरिपरि यसरी घुमाएर हाल्नुपर्ने हुन्छ। र त्यसो गर्दाखेरि चाहिँ केही हुँदैन। तर हामीले यसरी माथिबाट यसरी सर हाल्यौँ भने चाहिँ के हुन्छ भन्दाखेरि यो छिप्पेको झ्याङलाई त केही छैन, यो ठुलो झ्याङलाई त बुढो झ्याङलाई त है। तर यो भर्खर आएको टुसाहरूमा चाहिँ जब हामीले यहाँबाट पानी हाल्छौँ, यो भित्र पानी पसेर यहाँ पानी अल्झिरहेको हुन्छ, पानी सुक्दैन। र भोलिपल्ट फेरि घाम लाग्छ, घाम लागेर चाहिँ एकदमै तातिन्छ पानी। र यो भित्र भएको पानी तातिँदाखेरि चाहिँ यो बिस्तारै पाक्छ। र डेली 2-3 दिन घाम लाग्यो भने चाहिँ यहाँ कालो हुन्छ। र यसरी सट्टै तान्दा फुत निक्लेर यो अर्किड मर्ने गर्छ। र त्यही कारणले हामीले पानी हाल्दाखेरि चाहिँ स्पेसली घाम लागेको बेलामा र एकदम गरम दिनहरूमा चाहिँ एकदम यो जुन चाहिँ बल्ब छ यो फेदरदेखि मुनि हाल्नुपर्ने हुन्छ बिस्तारै। यो पत्तामा चाहिँ पानी एकदम हाल्नु हुँदैन। र त्यसरी हामीले पानी जोगाएर हाल्यौँ भने चाहिँ यो मर्दैन। र यहाँ पानी यहाँबाट हाल्यौँ भने चाहिँ यो भर्खर आएको टुसाहरू चाहिँ यहाँ कालो भएर फुत निक्लेर मर्ने गर्छ। र यस्तो छ हाम्रोमा है, मैले जानेको जानकारी तपाईँलाई साझा गरेँ। र यो मेरो नर्सरीमा भाइसमिम अर्किड नर्सरीमा दरापमा चाहिँ यतिको हुँदैछ है। अर्किड चाहिँ एकदमै हेल्दी छ योपालि चाहिँ, तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै हेल्दी भएको छ है, दामी भएको छ मेरो लागि चाहिँ है, एकदमै हेल्दी भएको छ। र यहाँ तपाईँ देख्न सक्नुहुन्छ निक्लिन थाले अब फुल्ने, यहाँ हेर्नुहोस् स्टिक निक्लिन थाले। अब यो फुल चाहिँ दुईवटा निक्लिँदैछ यतापट्टि र यतापट्टि। र यस्तो छ मेरोमा चाहिँ अर्किड योपालि एकदमै हेल्दी भएको छ, तपाईँ देख्न सक्नुहुन्छ। एकदमै हेल्दी छ, यतापट्टि पनि छ है, पुरा हेल्दी छ योपालि चाहिँ। अब आशा छ अलिक फुल्छ होला भन्ने, कति फुल्छ अब हेरौँ। यता माथि जेरेनियम छ है, तपाईँहरूले जेरेनियम पनि चाहनुहुन्छ भने दराप भाइसमिम अर्किड नर्सरीमा आएर तपाईँ भिजिट गर्न सक्नुहुन्छ है। डिफ्रेन्ट भेराइटिजको जेरेनियम छ, आइभी भेराइटीहरू हुन्छ। र नयाँ यो पालिको जुन चाहिँ नयाँ भेराइटी भनौँ है, निक्लिएको लेटेस्ट भेराइटीहरू पनि छ। नाम त मलाई त्यति थाहा छैन है। लभ स्टोरी भन्नेहरू लास्ट इयरहरूको चाहिँ अलिअलि याद छ, तिनीहरू पनि छ। यस्तो छ है अर्किड चाहिँ, हेर्नुहोस् तपाईँले एकदमै हेल्दी छ। आशा छ योपालि अलिक फुल्छ लास्ट इयरभन्दा। लास्ट इयर पनि राम्रै फुलेको थियो, योपालि पनि राम्रै फुल्छ भन्ने आशा छ। एकदम हेल्दी छ तर योपालि चाहिँ।